जय हो। भरतस्तु महाभागवतः। सुखदेव स्वामीले प्रियव्रतको चरित्र वर्णन गर्दा प्रियव्रत भागवत भन्नुभएको थियो। यहाँ भरतको चरित्र भन्न लाग्दा भरतस्तु महाभागवत। भरतजी त महाभागवत, अति विशिष्ट भक्तिमा। आफ्ना पिता ऋषभदेव भगवानले राज्य गर्न आदेश दिएपछि उहाँले विवाह कर्म गर्नुभयो। 5 सन्तान भए। भरतजी महाराज ठुला ठुला यज्ञ गर्नुभयो। यज्ञको फल भगवानमा अर्पण गर्नुभयो ऋषभदेवले। र अनेक रूप रूपाय विष्णवे प्रभ विष्णवे भन्ने सिद्धान्तलाई उहाँले अङ्गीकार गर्नुभयो। इन्द्र चन्द्र वरुण कुबेर यम जुनसुकै देवदेवताको नाम लिएर आहुति गरे पनि भगवानकै अङ्गको ध्यान उहाँले गर्नुभयो। अन्तिममा त्यो फल मैले गरेका अश्वमेध यज्ञले भगवान प्रसन्न भइबक्सियोस् भनेर भगवानका चरणमा अर्पण गर्नुभयो उहाँले। अनि सन्तान राज्य गर्न सक्षम भएपछि वैराग्य लिनुभयो। सुखदेवले जसलाई वैराग्य भएर जसले भजन गर्यो त्यसको चरित्र विशिष्टले गाउनुहुन्छ। उहाँलाई वैराग्य भयो, उहाँ रिडीमा जानुभयो। हाम्रो रिडी पाल्पाबाट अगाडि जहाँ रिडी पर्छ, शास्त्रमा त्यसलाई रुरु क्षेत्र भनिन्छ। रुरु क्षेत्र, हरिहर क्षेत्र, रुरु क्षेत्र, मुक्ति क्षेत्र, क्षेत्र क्षेत्र, पाशुपत क्षेत्र जस्तै यो रुरु क्षेत्र हो। रुरु क्षेत्र भनेको केलाई भनिन्छ भने जहाँ कालो मृग घुम्छ त्यो रुरु क्षेत्र। कालो मृगलाई रुरु भनिन्छ शास्त्रमा। जुन जङ्गलमा कालो मृग हुन्छ त्यहाँ तपस्या गर्दा छिट्टो सिद्धि हुन्छ। यज्ञ गर्यो भने छिटो सिद्धि हुन्छ। पवित्र स्थल हो त्यो। त्यही गण्डकी बग्दछन् त्यहाँ जान। अहिले पनि रुरु क्षेत्र रिडीमा ऋषिकेश भगवानको दिव्य सालिग्राम मूर्ति छन्। हामी जत्रै मूर्ति छन् अग्ला। दृशचक्रै चक्र नदी नाम सरित प्रवरा सर्वत पवित्री करोति भन्ने शब्द छ। चक्राकार शालिग्राम गण्डकी कल 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 बग्दछन्। जसका घरमा शालिग्राम छन् त्यो तीर्थ हो। त्यो सामान्य घर होइन। जसका घरमा तुलसीको मोड छ त्यो तीर्थ हो। गरुड पुराणमा लेखेको छ। सामान्य घर मानिँदैन। जसले दैनिक शालिग्राम भगवानको पूजन गर्छ र चरणामृत पान गर्छ त्यसको कहिल्यै दुर्गति हुँदैन। जहिल्यै शालिग्राम भगवानलाई को स्नान पूजन गर्न कुनै अप्ठ्यारो छैन। अति सजिलो छ। अष्टाङ्ग चरणामृत सर्वोपरि हुन्छ। अष्टाङ्ग चरणामृत भनेको शिला ताम, ध्यान दिएर सुन्ने कुरा छ। शालिग्राम सेवा गर्ने व्यक्तिहरूले शिला ताम्रम तथा द्वयम सङ्गम पुरुष सुक्तकम गन्धो घण्टा च तुलसी अष्टाङ्गम चरणामृतम। तामाको थाली शालिग्राम, श्रीखण्ड चन्दन, तुलसीको पत्र 4, शालिग्रामले 5, देब्रेगामा हातमा घन्टी 6, ध्यान शङ्खको जल 7 र स्नान गराउने मन्त्र 8। सर्वोपरि हो। भएन भने पनि जति सम्भव हुन्छ तामाको थालीमा षट्कोण अथवा अष्टदल लेख्ने, बीचमा भगवानको बीज मन्त्र लेख्ने, तुलसी पत्र राख्ने, शालिग्राम विराजमान गराउने, देब्रे हातले घन्टी बजाउने, दाहिने हातले शङ्ख जलले स्नान गराउने अनि मुखले पुरुष सूक्त 16 मन्त्र पढ्ने। यदि पुरुष सूक्त छैन भने गायत्री मन्त्र, जसले पुरुष सूक्त हुँदैन उसलाई गायत्री मन्त्र 16 पल्ट पढ्ने र स्नान गराउने भगवानलाई। अनि कपडाले पुस्ने, गाईको घिउको चिल्लो लगाउने, सिंहासन तुलसी पत्रमाथि राख्ने, भगवानको विष्णुको ऊर्ध्वपुण्ड्र तिलक लगाइदिने। त्यो सम्भव छैन भने बिन्दी लगाइदिने अनि तिल तुलसी फुलले पूजन गर्ने, धूप दीप नैवेद्य गर्ने। एकदम साधारण, सिम्पल, सजिलो, 2-3 मिनटमा सकिने कुरा। र त्यसरी भगवान सेवा गर्ने। र त्यो स्नान गराउँदाको जो जल हो त्यो चरणामृत हो। त्यसलाई चाहिँ भुइँमा झार्न हुँदैन। त्यो अनादर हुन्छ, अपमान हुन्छ, दोष लाग्छ। कदाचित
त्यो अशुद्ध भयो, कमिला परे, केही भइगयो भने त्यसलाई तुलसीको फेदमा राखिदिनु पर्छ, राख्नु पर्छ। तुलसीको फेद तीर्थ हो, तुलसी फेदमा अर्पण गर्दा दोष लाग्दैन। त्यसरी त्यो चढामेल लिँदाखेरि 2 हातमा थापेर लिनुपर्छ, जब चुइएर अर्को तलतिर नजाओस् भने पनि हो, एउटा सम्मानपूर्वक लिने पनि हो। त्यसरी नै 3 पल्ट लिने परम्परा छ, 3 हात पनि। किनभने प्रथमम भक्तिजनकम, द्वितीयम कायशोधनम, तृतीयम मोक्षजनकम एवं तीर्थम त्रिधा पिबेत भन्ने शब्द छ। यसरी लिने चढामत लिने दैनिक भगवानको 24 घण्टा काम गर्छ। एकपल्ट लिएको चढामतले 24 घण्टा काम गर्छ। 24 घण्टा चढामत पिएको, शालिग्राम जलको पान गरेको 24 घण्टाभित्र मरियो भने दुर्गति हुँदैन। त्यो चढामत पान गरेको ठहर छ शालिग्रामको निकटमा। त्यसकारण गरुडमा लेखेको छ, मर्ने बेलामा सिरानमा शालिग्राम राख्नु दुर्गति हुँदैन, तुलसी मठ राख्नुमा जानु दुर्गति हुँदैन भन्ने लेखेको छ। त्यस हुनाले त्यस्तो शालिग्रामलाई लिएर बग्छन् रिडीमा गण्डकी र विश्वलाई पवित्र गर्छन्। त्यस्तो रिडीमा जानुभयो भरतजी र आनन्दले गण्डकीबाट शालिग्राम भगवान लिएर आउनुभयो अनि भगवानको सेवा गर्नुभयो। उहाँले बडो प्रेमले भगवानको सेवा गर्नुभयो। अनि त्यो सेवाको आवाहन, आसन, पाद्य, अर्घ्य, आत्मस्नान, मधुपर पञ्चाम गर्दै जाँदा शालिग्रामै दर्शन पाउनुहुन्थ्यो भगवानको। अनि समाधि लाग्थ्यो, फेरि सचेतद्वारा सेवा गर्नुहुन्थ्यो। यदि गरेर आरती पुष्पाञ्जली, दण्डवत प्रणाम, चढामृत प्रसाद लिएपछि गण्डकीको जलमा गएर गलासम्म डुबेर मन्त्र जप्नुहुन्थ्यो भगवानको। सधैँको नियम उहाँको जलमा डुबेर तपस्यामा मन्त्र जपेको ठुलो महत्त्व छ। कुनै तीर्थमा पुग्यो भने सकिन्छ भने गलासम्म डुबेर मन्त्र जप्नु। सके 108, नभए 54, 27, 10 जति सकिन्छ मन्त्र जप्नु। गलासम्म सकिँदैन भने कमरसम्म डुब्नु, यदि सकिँदैन भने घुँडासम्म डुब्नु। केही नभए पनि गोली गाँठा मात्रै डुबेर भए पनि उरु दाग्ने, नाभि दाग्ने, हृद दाग्ने, कण्ठ दाग्न के भन्ने शब्द छ। त्यसो हुनाले ऊर्ध्वम राय तन्त्रमा यसरी उहाँ गलासम्म डुबेर आनन्दले भगवानको मन्त्र जप्नुहुन्थ्यो। एक दिन पूर्व जन्मको दुष्कृत कर्म उपस्थित भयो उहाँका लागि। यो पूर्व जन्ममा गरेका कर्म चाहिँ कहीँ जाँदैन, मान्छेको छाया जस्तै हुन्छ। कस्तै नाभोक्तम छियते कर्म कल्प कोटि सतैरपि, करोडौँ कल्पपछि पनि ती कर्म उपस्थित हुन्छन्। कस्तो दुष्कृत कर्म उपस्थित भयो भन्दा एउटी हरिणीलाई प्रसव वेदनाले सताएको रहेछ, पाठो जन्मिन लागेको रहेछ, आधा जन्मिएको, पीडा भएको रहेछ, खरो भएको, डुल्दै जाँदा त्यो जहाँ उहाँले तपस्या गरेको त्यहाँ पानी पिउन लागिछ त्यो गण्डकी किनारमा। त्यतिखेर सिंहले गर्जना गर्यो, जङ्गलको स्वाभाविकै हो। अब त्यो बिचारी त्यसै चञ्चल हुन्छ मृगिणी, सिंहका भरले बुरुक्कै उफ्रेर पारिपट्टि जाउँ भन्दा त त्यो उफ्राइका प्रेसले जन्मिएर त्यो पानीकै प्रभावमा झरो पाठो। हरिणी त भाग्दै भाग्दै गए, गुफामा गएर मरिहाली। सिंहको डर, प्रसवको वेदना, कुदाई मरिगई। अब त्यो जालैभित्रको पाठो बाबुले चाट्न पनि नभएको गएर भरतलाई चस्सो छोयो। हुनुहार नि उहाँलाई बिग्न पार्नुपर्ने, ठ्याक्क छोयो। झसङ्ग भ्याउँदैन हेर्नुभयो, आँखा चिम्ले जप गर्दै हुनुहुन्थ्यो। अनि हतार आचमन गरेर त्यसलाई किनार लाउनु भयो, किन मर्न आँटिया छ, अब पानीमा डुब्दै लागेको छ। आफ्नो हानि पनि गए सहेर अरूको गर्छन् भलो सन्तले, स्वभाव हो। ल्याउनु भयो, जालो हटाउनु भयो, पुस्नु भयो, आगो बाल्नु भयो, आगो तपाउनु भयो, अनि दुध आउने घाँसका अङ्कुर ल्याएर खुवाउनु भयो। त्यो त अलिअलि गर्दै हिँड्न थाल्यो, डुल्न थाल्यो। आज भन्नु, भोलि भन्नु, पर्सि भन्नु गर्दै गर्दै हरिया हरिया घाँसका अङ्कुर खुवाउन थाल्नुभयो। खेल्न थाल्यो, हुरुक्क उफ्रिन्छ कहिले। अब उसले त माता आफ्नो आमा बाबु त अरूले त देखेन, भरतलाई नै मान्ठानु। कहिले कासमा बस्ने, कहिले पछाडि काँधामा चढ्ने, कहिले खुरले खोस्रिने, कहिले अलिअलि अङ्कुर सिङले यसरी खोर खोर्किने गर्दा गर्दै त त्योसँग अलमले जब गरेर बिर्सन थाल्नुभयो माता। त्यो दुष्कृत कर्म उपस्थित भएको हुनाले उहाँले भुलिहाल्नुभयो। त्यो गर्दै गर्दै लाँदा भगवानलाई दया लाग्यो। भक्तिमा विशेषता यो छ, ज्ञान मार्ग र भक्ति मार्ग, मोक्ष हुने दुईटा बाटा छन्। हेर्नु, ज्ञान मार्गमा चाहिँ भगवानको कृपा हुँदैन, आफ्ना वैराग्यको बलले ब्रह्मलाई चिन्तन गर्नुपर्छ। भक्ति मार्गमा सहायता भगवानको कृपा हुन्छ। फरक। भक्ति मार्ग र ज्ञान मार्गलाई शास्त्रमा के भनेको छ भने कपि शावक र मार्जा र शावक भन्ने उदाहरण छ।
कपी शावक भनेको बाँदरको बच्चो, मार्जार शावक भनेको बिरालाको बच्चो। बाँदरले बच्चो जन्मेपछि बाँदरले बोक्दिने बच्चालाई, त्यो बच्चाले आफै आमालाई अँगालो मार्नुपर्छ। जति मन लाग्यो त्यति उफ्रिन्छ बाँदर नै, त्यो बच्चाले अँगालो मारे मारे गर्नुपर्छ। अनि बाँदर नै कहिल्यै खोजेर बच्चालाई खुवाउँदैन बाँदरले, बरु यी चराचुरुङ्गी कुखुरालाई त छोराछोरीले बोलाइ खुवाउँछन् नि। ठुलो छ भने सानो पारिदिन्छन्, खोस्रिन्छन्, अनि बच्चा आएर खान्छन्। माथि चिल आयो भने थपक्कन लुकाउँछ चिल कुखुराले। तर बाँदरले के गर्छ भने बच्चाले खानेकुरा भेट्यो भने खोसेर आफै खान्छ। अनि हतार बच्चो हातमा खानेकुरा भेट्यो भने बाँदरको बच्चा आमाले छोडेर ऊ पर भाग्छ खोज्छे भनेर। अनि कुद्दै गएर उसले मुखमा हालिहाल्छ। त्यो बाँदर चाहिँ यहाँसम्म आउँछ, पहिले घाँटीमा समातेर मुखमा झिकाएर खान्छ। बच्चाको मुख पनि झिकाएर खान्छ बाँदर, त्यो दुष्ट हुन्छ। तर त्यो बच्चाले माउलाई समातेर उसले जीवनयापन गर्नुपर्छ। परन्तु बिरालोको बच्चो कस्तो हुन्छ भन्दा बिरालोको बच्चो चाहिँ आँखै उग्रिया हुँदैन। बिरालीले आउँछ, दुध खुवाउँछ, कसैले भेट्छ कि मार्छ कि भनेर एक ठाउँबाट अर्का ठाउँमा सार्छ, अर्का ठाउँबाट अर्का ठाउँमा सार्छ। मुसा पक्रिने दाँत पनि बच्चालाई पक्रिँदा केही पनि हुँदैन उसलाई, यदि हल्का पक्रिन्छ। र त्यसलाई कति साह्रो अभ्यास गराउँछ भने एउटा मुसालाई समातेर घाइते बनाउँछ त्यो बिराली। अनि बच्चाको अगाडि ल्याएर छोडिदिन्छ। त्यो अब घाइते मुसो त अलरेडी भाग्न खोज्छ नि, अनि बच्चालाई लु पक्री भनेर समाउन लाउँछ। अनि त्यो सिकाउँछ, त्यसलाई मुसो मार्न सिकाउँदै भागिहाल्यो भने फर्काइदिन्छ आफै। त्यसो गर्दै अभ्यास गराउँछ। त्यसकारण भक्ति मार्ग भनेको बिराका बच्चो जस्तो, ज्ञान मार्ग भनेको चाहिँ बाँदरको बच्चो जस्तो आफै भइराखेको बलले ब्रह्मलाई प्राप्त उसले गर्नुपर्छ। त्यसरी त्यो पाठमा आसक्ति भएको देखेपछि भगवान्लाई दया लाग्यो। एक दिन जप गरेर बस्नु भएको थियो, त्यो पाठो खेल्दै थियो, जङ्गली मृग आइपुगे। चञ्चल स्वभाव सुला ती जङ्गली मृगका पछि लाएर गयो। त्यो पाठो जङ्गलतिरै गयो। अब जप सकेर यसो हेर्नुभयो, यता पाठो छैन। राम 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 राम, त्यो मृगणीले मेरो अगाडि जन्म दिएर छोडेकी थिए, अब भोलि पर्सि आएर आँखा बोरी आँसु पारेर मेरो पाठो खोइ भन्यो भने के जवाब दिनु होला? मैले के जवाब दिनु होला? हे दैव, किन मलाई छोडेर गयो? मैले त्यसलाई राम्रो पालिनँ कि, त्यसको हेरचाह गरिनँ कि, अनादर गरेँ कि, खान दिइनँ कि, सूर्यले रक्षा गरेको छ कि, चन्द्रमा रक्षा गरेको छ कि? कालो मृग थियो, अति पवित्र थियो। हुन त हामी मान्छेहरूका कर्म पनि त्यस्तै खराब कर्म छन् भने। कस्तो कर्म छन् खराब कर्म भन्दा, मान्छेहरू बाख्रा पाठा पाल्छन् त ठुला पारेर मारेर खान्छन्। मान्छेको त्यस्तो चलन छ त। माया पनि गरी हेर्छन्, दया पनि गर्छन्। कसैले पिठो कराए प्या गर भने माया गर्दै पनि गर्छन्, पछि फेरि मारेर खान्छन् त्यसैलाई। त्यतिखेर त्यो दया कता हराउँछ त। हुन त अब सुन्दा नराम्रो पनि लाग्छ मान्छेहरूलाई, मासु खाने मान्छे नराम्रो लाग्छ यस्तो कुरा। अब डाक्टरले सुई हान्न आँट्दा यत्रो सुयो निकाल्छ, मुटु मिजेर सहन त गर्नु पर्यो नि। दुख्छ भन्ने थाहा छ नि, औषधि गरेको हुँदैन। मान्छे मासु खान जन्मे होइन। हाम्रा अनुहार मासु खाने खालको छैन। मासु खाने जातको शास्त्रमा लेखेको छ, दोडा दाँत उभका लामा हुन्छन्, दोडा उभका लामा हुन्छन्, नङ्ग्रा हुन्छन्। उसका जिब्राबाट पसिना आउँछ। मांसाहार भएका पशुको जिब्राबाट पसिना आउँछ। गाई वस्तुको जिब्राबाट पसिना आउँदैन। गाई वस्तुको चाहिँ नाक मध्ये पसिना आउँछ। तर जसको आर छ, कुकुरको, बिरालाको, सियालको, बुवासाको, यिनीहरूको चाहिँ जिब्राबाट पसिना आउँछ। उनीहरूले पानी पिउन सक्दैन, चाट्नुपर्छ भने ल्याप 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 चाट्छन्। गाई वस्तु तन तन पिउँछन्। यो लक्षण हो। त्यस कारणले हाम्रो जन्म, मनुष्यको जन्म मांसाहारका लागि हुँदै होइन। हामी प्राकृतिक हामी फलाहारी हौँ, अन्नपानी खाने हौँ, हामी मांसाहारी होइनौँ। प्रकृतिले हामीलाई मांसाहार दिएको होइन। अघि परम्परा चलेछ। पश्चिम मुलुकबाट पूर्व किराँततिर आएछौँ। पूर्व किराँततिर आउँदाखेरि अब यताका किराँतीहरूले के गरेछन् भने यी लामा लामा सिङ भाका र थ्याप्चो नाक भाका चाहिँ हामी खान्छौँ। छोटा छोटा सिङ भाका, छोटो पुच्छर भाका तिमीहरू खाऊ, किनभने त्यो ऋषि कुलका हो भनेछन्। र बाख्रा पाठा चाहिँ हामीलाई हुन्छ भनिदिएछन्। अर्थो गर्दा आफूले खान थालेछ। त्यस्तो चलन चलेछ। अब परम्परा हाम्रो भन्ने चलन आयो। मांसाहार मनुष्यको आहार चटक्कै होइन।
हाम्रो त कस्तो भने परिष्कार गरेर बोक्रा छोडाएर केलाएर भगवान्लाई कृष्णार्पण भनेर प्रसादी खाने हाम्रो अनुहार कोसँग मिल्दोजुल्दो छ त? स्याल कुकुरसँग मिल्दोजुल्दो छ त हाम्रो अनुहार भगवान्सँग मिल्दोजुल्दो छ। हेर्नुहोस्, अलिअलि होकी जस्तालाई के भन्छन्? बा नर भन्छन्। नर भनेको मान्छे, यसो हेर्दा बा नर बा मान्छे होकी जस्तालाई पनि बा नर भन्छन्। त्यसो हुनाले हामी भगवानको जस्तै छौँ। त्यसो हुनाले हाम्रो आराम मांस हो, बिल्कुलै होइन। नजानुन्जेल, अनजान हुन्जेल, नसुनुन्जेल, विवेक नआउन्जेल जे गरियो विवेक भएर जानेर कर्म गरियो भने धोका हुन्छ। बालबच्चामा केटाकेटी खेल्दाखेरि अचेल भयो, अब सहर बजार राम्रो हेरचाह गर्छ। पहाडतिर त केटाकेटी त्यत्तिकै छोडिदिएर आमा बाउ कता जान्थे, दिशा खेलाउँथ्यो, खान्थ्यो पनि बच्चाले दिशा। अब केटाकेटीमा खाइआएको भने पछि खान हुन्छ त? जो के बालबात अज्ञान हुँदा पो खाइयो। त्यस्तै मांसाहार हाम्रो होइन, चटक्कै होइन। उहाँले भन्नुभयो भरतले, मान्छेहरू मांसाहार गर्छन्, मृग पनि खान्छन् मान्छेहरू। पछि ठुलो बनाएर यसले मलाई मार्छ होला, भाग्नु पो पर्यो भनेर भागेछ क्यार। अब उहाँले अल्कल गर्नुभयो। जब एउटा मृगले विश्वास गरेन भने भगवान्ले कसरी विश्वास गर्नुहुन्छ त हामीलाई? बडो पछुतो लाग्यो उहाँलाई, किनभने त तपस्या गर्न जानुभएको। मानव जीवनका कमी कमजोरी प्रति पश्चाताप गर्दा गर्दै महाराज मको त प्राणै जान आँट्यो। त्यतिखेर त्यो मृगको पाठो पनि जङ्गलमा खान पाएन छ। उहाँले पो हरियो गरी घाँस दिनुहुन्थ्यो त। फनक्क फर्केर आयो, प्राण जाने बेला भएको त्यो मृगा पाठालाई देख्नुभयो पनि हुरुक्कै प्राण गए उहाँका। अन्ते यामति सागति भवति, अन्तिममा जेमा गएर बुद्धि लाग्छ जन्म त्यही हुन्छ। अन्तिममा बहुत अन्तिम, त्यही कारणले अन्तिम सपार्नु भन्ने तात्पर्य हो। कहाँ गयो त्यो आत्मा? शरीर पो ढलो त भन्दा अंगिरा गोत्रीय ब्राह्मणका घरमा गएर दुई भाइ छोरा, एउटा छोरो एउटी छोरी जन्मिए। एउटीमा पत्नीबाट, अर्कीबाट 9 सन्तान थिए। त्यो छोरो र छोरी मध्येको भरत चाहिँ छोरो जन्मिनु भयो। भरत गएर छोरो जन्मिनु, तर उहाँलाई त्यो पूर्वजनको चेतना भने हराएन। म भरत राजा थिएँ, हरिभजन गर्दै थिएँ, गण्डकी किनारमा आएको थिएँ, रिडीमा बसेका थिएँ। मृगका पाठामा अल्मलिएको हुनाले मैले मृग हुनु पर्यो भनेर त्यो भरतजी महाराज नै त्यहाँबाट गएर कहाँ कालन्जार पर्वत त पहिले त मृगबाट जन्मिने हो। पहिले त्यो मृगका पाठा जसरी मर्यो नि, भरतको शरीर मर्ने बित्तिकै गएर कालन्जार पर्वत मृगको पाठोबाट जन्मिनु हो। मान्छेबाट जन्मियो भनेको पशुमा आसक्ति हुनाले पशु भएर जन्मिने भयो। तर त्यो पशु हेरीमा पनि उहाँलाई पूर्वजनको स्मृति चाहिँ हराएन। मैले गल्ती गरेँ। त्यो मृगिणी बाबुआमालाई चटक्क छोडेर उहाँ रिडीमै जानु। कालन्जार पर्वत नेपालमै पर्छ, रिडी त नेपालमा हुँदै हो। उहाँ जानुभयो रिडीमा र दिनको एकपल्ट गण्डकी नदीका जलमा डुबेर निक्लिनुहुन्थ्यो। अनि आनन्दले सुकेको पत्ता खानुहुन्थ्यो। त्यो मृग शरीरमा पनि हरियो घाँस खानु भएन, माने हिंसा नहोस् भनेर सुकेको पत्ता खाँदै मृगको काल पर्खिनु भयो। जब मृग देह शान्त हुने बेला भयो, नारायणाय हरे नम इत्युदारम आसन मृगत्वमपिय समुदा जहार। नारायणाय नम हरे नम भनेर मृग शरीर छोड्नुभयो। मृग शरीरमा त्याग गरेपछि कहाँ गयो? जन्मिलिन। मान्छेको शरीरमा मुक्ति हुँदैन। 84 लाख प्रकारका योनि हुन्छन्। हेर्नुहोस्, 83,79,999 माइनस कुनैबाट मुक्ति हुँदैन। इन्द्र, चन्द्र, वरुण, कुबेर बन्ने पनि हामी नै हो। सकाम कर्मले त्यहाँसम्म पनि पुगिन्छ, तर मुक्ति हुँदैन। मुक्ति हुन मान्छेकै शरीर चाहिन्छ। यहीँ आउनुपर्छ। यहीँ भागवतले लेखेको छ 19 अध्यायमा। किनभने स्वर्गमा भगवानको गुणगान हुँदैन, स्वर्गमा सत्सङ्ग हुँदैन, खालि मोह मात्रै हुन्छ, अप्सरा हुन्छन्, विषय भोग हुन्छ। त्यसकारण ती अंगिरा गोत्रीय ब्राह्मणका घरमा जम्लिया छोरो छोरी जन्मिनु भयो। छोरो भरत, अर्की आमाबाट 9 भाइ सन्तान थिए। अब उहाँले बाल्यकालदेखि नै लाटो हुनुभयो। भरतजी बोल्नु भएन।
बोल्दै बोल्नु भएन, किनभने बोला सो मारा, अघि बोल्दा कुन दशा भयो भएर बोल्नु भएन। लाटो छ भन्दै यसो इसारा गर्थे, बोली थियो, बोल्नु भएन। 8 वर्षको हुनुभयो, इसारा मात्रै गर्थे। व्रतबन्ध गरिदिनु भयो पिताले। चैतमा व्रतबन्ध गरेको, चैत वैशाख जेठ असार 4 महिना घोकाउँदा पनि गायत्री कण्ठ भएन। कण्ठ त गुरुले सुनाउँदै भएको थियो, उहाँले नभएको अभिनय गर्नुभयो। पिताको देहान्त भयो, आमा पनि परलोक जानुभयो। अब त लाटो भाइलाई कसले याद गर्ने? अब त जताततै बाटा बस्नै बसिरहेको, पागल हो, लाटो हो भन्थे। उहाँ चाहिँ भगवान्को नाम जपेर बस्नुहुन्छ। बाहिर हेर्दा चाहिँ सिगान पनि पुस्दैन, राल पनि चुहिएको छ, कहिले रुन्छ पनि, पागल हो। अरूको दृष्टिमा पागल हो। संसारबाट पागल नभइकन भगवान्लाई प्राप्त पनि गर्नु। वृन्दावन एकजना सिद्ध महात्मा हुनुहुन्थ्यो, गुफामा बस्नुहुन्थ्यो, सिद्ध, जे आशीर्वाद दिए पनि लाग्थ्यो। अन्त मान्छे त जो पनि आउन थाले, भजनै गर्न दिँदैन। महाराजी मेरो सन्तान छैन, महाराजी म यस्तो रोग लाग्यो, मलाई आशीर्वाद दिनु पर्यो भनो, भजनै गर्न दिँदैनन्। एक दिन एकजना डुमले डुम कि श्रीमती बढाएर हिँड्छ, त्यसलाई गरेर अगालो मार्नु भएको छ। ला साधु बाउ लाए भने कोही जान छोडे। अनि संसार त यति नै रहेछ नि, त्यति भएर सकेको, कोही आउनु छोडिगयो, बाउलाई गयो नि साधु, डुम्रीलाई गएर अङ्कमाल गरे भनेपछि अनि गएर आनन्दले भजन गर्नु उहाँले, स्नान गएर फेरि कोही आएन नि त, अनि विघ्न भएन नि। भनेको मतलब संसारबाट पागल नभई परमार्थ सिद्धि हुँदैन। गाउँका मान्छेले ए बाबु काम गर्छ भने गर्छु गर्नुभयो, खाना दिन्थे, काम गर्ला खाना दिन्थे। दाजुभाइले देखे अब बिना वेतन काम गर्छ भने हामीले पनि किन नलगाउने भएर दाजुभाइले लो यहाँ यो वस्तुहरू बाली खान्छ, बाली रुङ भनेर डन्डा दिए। खेतीमा अब वस्तु खान थाले नि आएर, राम जी की चिडिया, राम जी का खेत, खाओ खाओ चिडिया भर भर पेट, मजा खाइराखेका छन्, लट्ठीले उभिनु भएको छ। अब आए दाजुभाइ हेर्छन्, होइन खोइ रुगिराखेका छु त, खाइराखेका छन्। लौ यसले बाली त रोगेन, बारी खन्न लाए, कोदालो दिए, मेलेसँग खन्ला भनेको खन्दा 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 मान्छे डुब्ने खाडल बनाउने। अब त्यस्तोहरू खोनेर त भएन नि। खाना के दिन्छन् भाउजूहरूले? कनिकाको खोले दिन्छन् अरे, अलिकति नुन लाएर कनिकाको पनि खोले, मसिनो ढुटोको रोटी पकाएर दिन्छन् अरे। अनि मास किराले खाएका भुटेर दिन्छन् अरे। भोजन दिइहाल्यो भने डढेको माम्री कालो कालो दिन्छन् अरे, आफू मिठो पनि खान्छन्। उहाँ अमृत मानेर खानुहुन्थ्यो अरे। किन भन्दा 2 प्रकारले खान्छ मान्छेले, एउटा खानाका लागि बाँच्दछ, अर्को बाँच्नका लागि खान्छ। जो बाँच्नका लागि खान्छ नमिठाले पनि त बाँचिन्छ नि, नमिठाले बाँचिन्छ नि। यो घाँटीमा उँधो गएछ उही हो। मिठो जसले खानाका लागि बाँच्यो उसलाई अब अनेकै चाहिए। मात्ने बौलाउनेसम्म पनि खान्छ, पुरा हरथोक त पेट भर्ने मात्रै खाँदा अथवै हो नि, आफै बौलाएर खाडलमा नालीमा पर्ने गरिकन खान्छ मान्छेले, जो बाँच्न खानाका लागि बाँच्छ। त्यस कारणले महाराज त्यसरी गर्नुहुन्थ्यो। बाली रुँगेर बस्नु भएको त एकजना व्यक्तिका सन्तान भएनछन्, तान्त्रिकले नरबली गर्नुपर्छ भनेछन्। अघि त नरबली गर्ने चलन, मान्छे किनबेच हुन्थ्यो अघि। अनि लो जाउँ खोज्दै जाउँ भनेको त त्यो बाले रुँगेर बसेको भरत त भेटिनु भयो। हे मोटो तगडा छ, यसको खुन बढिएछ, भद्रकालीको खुसी हुन्छन् भने ल्याए, पूजा गरे भद्रकालीलाई। त्यो तान्त्रिकले तरबार ठिकठाक पारे, पहिले त नुहाइदिए, आमाले वर्तमानमा नुहाइदिए, देवीले फेरि नुहाउनै भ्याउनु भएको थिएन। अब साधु चिन्तन गरेर बढ्ने कता नुहाउनु, झनै त छ, भाउनकै छोरो हो भने नुहाइदिए, राम्रो राम्रो कपडा लगाइदिए, मिठो मिठो मार्ने बेला त खानिदिन्छन् नि, टन्न खानिदिए, खानु हो, भगवान्ले जुराउनु भएर। अब तान्त्रिकले तरबार लिए हातमा, भद्रकाली देवीलाई चित्त बुझ्दैन, यस्ता सन्तको हत्या गर्छन् पापीहरू भएर चट 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 मूर्ति फुटाएर पट्ट बाहिर निक्लिनु भयो। त त्यो तान्त्रिकको हातबाट तरबार खोसेर त्यसैको टाउको उडाइदिनु भयो। अब त तिनीहरूको सबै शिर छेदन गरेर नृत्य गरेर लाग्नु भगवती। बर्जिँदा हेरेको हेरे मरे है बिचराहरू भएर अगाडि बढ्नुभयो। त्यो मृगको बाटो कहाँ गयो त? उहाँलाई जुनले पाल्नु भएको थियो, सन्तको हातबाट भगवानको प्रसादी ग्रहण गरेका व्यक्तिको दुर्गति हुँदैन। त्यो मृगको बाटोले पनि भरत मरिसकेपछि गएर प्राण त्यागेछ र भारतको सुदूरपश्चिममा सिन्धु प्रान्त छ, भारतको सुदूरपश्चिमलाई सिन्धु भनिन्छ। त्यो सिन्धुमा गएर राजा रहुगण नाम गरेको राजपुत्र भने जन्म लियो। अनि पछि गएर राजा भयो, राजकुमार राजा हुन्छ नि त।
त्यो महात्माको प्रसादी ग्रहण गरेको हुनाले उसलाई जिज्ञासा के आयो भने कसको शरणागति लिए कल्याण हुन्छ भन्ने उसलाई जिज्ञासा भयो। उनले गङ्गामा, भारतको सुदूर पूर्वमा गङ्गा सागर, उहाँ कपिलदेव बस्नुहुन्छ अरे। सत्सङ्ग गर्न जानु पर्यो भनेर पाल्कीमा बसेर हिँड्यो। पाल्कीमा त 4 जनाले बोक्नुपर्छ, सेना पनि हुन्छन् राजाका। तर अन्याय के गर्थ्यो भने राजा भएको नाताले वेतन दिँदो रहेनछ। एक गाउँका मान्छेले पाल्की अर्को गाउँ पुर्याए, त्यो गाउँकाले अर्को गाउँ पुर्याए। एउटा गरिब बिचरालाई पाल्कीमा लगाएर चाहिँ राति भागेछ। छोराछोरी भोकै छन्, यो राजाको पाल्की बोकेर कता बसिरहनु भएर राति नै भागेछ। भोलिपल्ट बिहान त एउटा छैन, ल खोज्न जाऊ भने सेना खोज्दै जहाँ त तिनै तान्त्रिकको बलिबाट बचेका भरतजी भेटिनु भयो। एस पिवा युवा समनाङ्गो गोखुरबा धुरम बोडुम अलमिति। यो मोटो बलियो तगडा पनि छ, यसले पाल्की बोक्न सक्छ भने लुलैजा मैले गए। बोक्नुभयो पाल्की, राजालाई बोक्नुभयो महात्माले। भरत महात्मा हो नि, महापुरुष हो, बोक्नुभयो पाल्की। अब माथि बस्या छ, ढलक ढलक गरेर पाल्की बोक्दैछन्। एउटा कमिलो हिँड्दो रहेछ, हल्लियो नि। हे बुढा र साधु विक्रम त किमिति विषमम उयत यानमिति। ए बोक्ने हो, किन हल्लाउँछौ, सिधा बोक भन्छ। ऊ हिँड्नेलाई कति कठिन छ, उसलाई बोकिनेलाई चाहिँ हल्लाउनु पनि हुँदैन, सिधा बोक। अनि भरतजी सुनिराख्नु भएको छ। यो अरूले भने यो अहिले ल्याएको लठेबाट हिँड्न जान्दैन, यो मोटो, हामी त राम्रै बोक्दैछौँ महाराज भने। भाइ टाढाबाट आएको, धेरै गलिसो लाग्यो, व्यङ्ग्य गर्यो। अब दुब्लो पनि छ, खाएको पनि छैन, धेरै गलिस पनि, भन्दै भन्दै हिँड्यो। अनि पर जाँदा कमिलाको ताती हिँड्दो रहेछ। टेकिन्छन् भनेर फटक्क फड्किने भयो। अन्त मजाले ठोक्यो नि राजालाई। अनि त तोरीका फुलदेखि गोरिसाले, ए मालिकको आज्ञा उल्लङ्घन गर्छस्, म तँलाई यमराजले गरे तेरो चिन्ता गर्छु भनेर दया लाग्यो। सन्त हृदय नवनीत समाना, कहे कवि न करे कहे न जाना। निज परिताप द्रवईश बनी दस पुनीता, परताप बदही सन्तस पुनीता। साधुको मन नौनी घिउ जस्तो हुन्छ अरे, नरम कोमल। नौनी घिउ जस्तो मात्रै होइन, नौनी भन्दा पनि कोमल हुन्छ अरे। किन नौनी चाहिँ आफूलाई तातो लाग्दा मात्रै पग्लिन्छ अरे। सन्त महात्माको हेर्दै चाहिँ अर्कालाई पिर पर्दा पनि पग्लिन्छ। उहाँले त्यो राजापट्टि कस्तो दया गर्नुभयो उहाँले भने, बिचरा यो राजा हुँ भन्छ, बिना वेतनी गरिबलाई पाल्की बोकाएर हिँडाउँदैछ, यसले के दर्शन पाउँछ कपिलदेवको। म यसलाई यसको बुद्धि रहेछ भने 2-4 कुरा भनिदिनु पो पर्यो भएन। पाल्कीमा बसी बसिकन उहाँले भन्नुभयो, स्थौल्यम कार्जम आदय व्याधयस छोत्रेण भयम कलिरित्या जरा छ। निद्रा रतिर्मन्य रहम मध सोचो, जात मे न सन्ति देहे नै मे न सन्ति। राजन, दुब्लो हुनु, पातलो हुनु, मोटो हुनु, बलियो हुनु, भोक लाग्नु, तिर्खा लाग्नु, रोगी हुनु, निरोगी हुनु शरीरका धर्म हुन्। म त आत्मा हुँ, मलाई केही भएको छैन भन्नु। आत्मालाई त केही भएको छैन। तपाईँले फेरि मालिकको आज्ञा भन्नुभयो, तपाईँका निधारमा मालिक भन्ने लेखा छैन, हाम्रा निधारमा नोकर लेखा छैन। फुलको देशमा मालिकैको छ र, फुलको देशमा छैन है नोकर। त यो सबै भागवनको फुलबारी हो, बगैँचा हो। यहाँ न कोही नोकर छ, न कोही मालिक छ। म यमराजले गरे चिन्ता गर्छु भन्नुभयो। तपाईँले मलाई विद्वान सम्झिनु भयो कि मूर्ख सम्झिनु भयो? यदि विद्वान सम्झिनु भयो भने तपाईँले मलाई बोल्ने अधिकारी छैन, म विद्वान भइगएँ। होइन, मूर्ख सम्झिनु भयो भने पिठालाई पिन्नु पर्दैन। पिठो त मूर्ख त त्यसै मूर्ख छ, चेत्तैन। ठिकै छ, तपाईँको आज्ञा हो, उल्लङ्घन नगरौँ, हिँड्नु भनेर पाल्की बोकी नै राख्नुभयो। ओहो, यत्रो वेद वेदान्तको सार बोल्न सक्ने को होला यस्तो विद्वान? निउरेर त महात्मा हुनु। अघि पाल्की बोक्ने बेला यादै गरेन। महात्मासँग त ऊ डराउँथे, महात्माको सङ्गत त हिँडेकै हुन्। त्यसो हुनाले रोका पाल्की रोका भएन, भक्क तल फलाने आएर साष्टाङ्ग दण्डवत गरे। पहिले भरतलाई, नोकरलाई एक प्रकारले पाल्की बोक्ने नोकर त हो नि, दण्डवत प्रणाम गरे। अनि हतार भन्छन्, कस्तम निगूढ स्तरसि द्विजाना विवर्ज सूत्रम कदमो बधूता।
कश्यापि कुत्रत्य इहामि कस्मात् छेमायनश्चेतसि नोत शुक्ल। महाराज तपाईँ को हुनुहुन्छ? यस्तो वेद वेदान्तको जस्तो विशिष्ट शब्द बोल्ने तपाईँ को हुनुहुन्छ? मैले त तपाईँलाई चिन्न सकिनँ। कहीँ मेरो परीक्षा लिन आउनुभयो कपिलदेव त तपाईँ होइन। म इन्द्रका वज्रदेखि डराउँदिनँ, शिवका त्रिशूलदेखि डराउँदिनँ, यमराजका दण्डदेखि डराउँदिनँ। शङ्के ब्रह्मकुल अवमानात्, ब्रह्मकुलको अपमान हुन्छ कि भनेर देखेर म डराउँछु। त्यसो हुनाले भन्नुहोस् तपाईँ को हो भन्दा उहाँले मूल्य रौगणले फेरि भने मैले एउटा तपाईँको कुरा बुझ्न सकिनँ। के कुरा बुझिनस् भन्दा त शाल्यग्नि तापात पयशोभित तापस तत्तापस तण्डुल गर्भरन्धी। खिर पकाउने मान्छेले भाँडामा दुध लगाएर आगोमा बसाउँछ अनि दुध तातेपछि माथिबाट चामल लाउँछ। त्यो आगाले भाँडो तताउँछ पहिले, अनि भाँडाले दुध तताउँछ, दुधले चामल तताउँछ, पाक्छ र खिर बन्छ। त्यस्तै तपाईँका काँधमा पाल्कीको डन्डा छ, त्यो इन्द्रिय हो, छाला इन्द्रिय हो। र त्यो इन्द्रियलाई छालालाई पिर भएको कुरा थाहा पाउँछ। अनि त्यहाँ इन्द्रियलाई भएको दुःख मनले थाहा पाउँछ, मलाई दुःख भयो भनेर। मनमा दुःख भएको कुरा बुद्धिले थाहा पाउँछ, अनि बुद्धिमा भएको दुःख आत्माले थाहा पाउँछ, आत्मालाई पिर पर्छ। तपाईँले कसरी मलाई पिर परेन भन्नुभयो त? ल भन्नुहोस् त, मैले बुझिनँ नि त कुरा भनेपछि उहाँले अलिक कडै गरी भन्नुभयो। अब चाहिँ भगवान् कृष्णले तब तक गीताको उपदेश गर्नु भएन अर्जुनलाई। कति बेरसम्म भने अर्जुनले शरणागति ग्रहण नगरुन्जेल। अर्जुनले शरणागति ग्रहण गरेपछि अनि भन्नुभयो कार्पण्य दोषोपहत स्वभाव पृच्छामि त्वं धर्म समूढ चेता यश्रेयस्य निषिद्धं ब्रूहि तन्मे शिष्यस्तेयं साधि मां त्वं प्रपन्नम। म हजुरको शिष्य हुँ, मलाई उपदेश गरिबक्स्योस् भनेपछि अनि गीता आरम्भ गर्नु कृष्णले। भनेको मतलब अनापृष्टमा ब्रूयात्, नसोधी नभन्नु अरे, जिज्ञासा नगरी नभन्नु। त्यो भावनाको पात्र घोप्टिएर बस्या छ भने ज्ञानरूपी अमृत त बाहिर जाने भयो नि त, घोप्टेका भाँडामा त पर्दैन नि। अथवा त्यो भावनारूपी पात्रमा वीरको लागेको छ भने ज्ञानरूपी अमृत त वीरको लागे भित्र त पस्दैन। त्यसकारण उहाँले त्यो जिज्ञासा नगरिकन उपदेश नगर्नु भन्ने तात्पर्य रहेछ। यहाँ जब मैले तपाईँको कुरा बुझिनँ, मलाई बुझ्ने गरिकन भन्नुहोस् भने त शिष्यत्व ग्रहण गरे नि। अनि उहाँले भन्नुभयो अकोविद बाध बाधान वदस्यतो न दिव्यदाम वरिष्ठः न सूरयो यी व्यवहार मेनम तत्वामर्षेन सह मनन्दे। त महामूर्ख रहेछस् भन्नुभयो सिधै राजालाई, महामूर्ख रहेछस्। किन भन्दा तैँले खिर पाकेको उदाहरण आत्मा र शरीरलाई गरिस्। भाँडो जड हो, दुध जड हो, चामल जड हो र पो पाकेर खिर बन्छ त। यो इन्द्रिय जड हो, मन जड हो, बुद्धि जड हो, आत्मा चेतन हो। इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्य परम मन मनसस्तु परा बुद्धि यो बुद्धि परसस्तु सह। गीता। इन्द्रिय भनेको के हो? इन्द्रिय देखिँदैन। यो जुन छ नि यो इन्द्रिय होइन, गोलक मात्रै हो, यो एउटा भाँडो मात्रै हो। इन्द्रिय भनेको श्रवण इन्द्रिय। कान हुने मान्छे सबैले सुन्छन् त भने, कान हुने मान्छे सुन्दैन, कोही कोही कान छन् तर सुन्दैन। आँखा हुने सबैले देख्छन्, देख्दैन। कहाँ श्रवण इन्द्रिय छैन, आँखा हुनेले सबैले देख्दैन, नेत्रेन्द्रिय छैन उसको। त्यो इन्द्रिय सूक्ष्म देखिँदैन बाहिर। यो सुन्ने तत्त्व देखिन्छ त कानमा, देखिँदैन नि, तर सूक्ष्म हुन्छ। त्योभन्दा सूक्ष्म हुन्छ मन। इन्द्रियाणि पराण्याहु परमने सूक्ष्म इन्द्रियाणि पराण्याहु इन्द्रियभ्य परम मन। यानी यसमा मन भन्दा बुद्धि सूक्ष्म हुन्छ, इन्द्रिय भन्दा सूक्ष्म हुन्छ, त्योभन्दा सूक्ष्म हुन्छ मन, मनभन्दा सूक्ष्म हुन्छ बुद्धि, बुद्धिभन्दा सूक्ष्म यानी आत्मा शुद्ध हुन्छ, सूक्ष्म हुन्छ अथवा स्पर्श गर्न सक्दैन। ती जड हुन्, चेतन हो। भनेपछि जब तक भौतिक शरीर अन्त भौतिक शरीर म र मेरो भन्ने जुन हुन्छ यो जब तक रहन्छ शरीरमा तब तक मोक्ष हुँदैन। तब तक मोक्ष हुँदैन भएर उहाँले सुनाइसकेपछि लामो कुरा सुनाउनु भयो उहाँले।
धेरै सत्सङ्ग सुनाउनु भयो उहाँले। यसरी सत्सङ्ग सुनाइसकेपछि अनि एउटा व्यापारीको चरित्र पनि सुनाउनु भयो। एउटा व्यापारीको समूह व्यापार गर्न हिँडेको डाका पछि लागेछन्। अरे व्यापारीसँग त धन हुन्छ, डाका पछि लागेछन् ठ्याक्कसँगले। जङ्गलको बाटो लाग्यो, पछि पछि चाहिँ डाकोहरू जोगिँदै जोगिँदै हिँडो। कहिले सिस्नाले पोल्छ। अरे जङ्गलमा त सिस्नु भन्ने एउटा हुन्छ, बजारमा बस्ने केटाकेटी सिस्नु पनि देखा हुँदैन। सिस्नु भन्ने हुन्छ एउटा झार, सुने बित्तिकै उपद्रेमा पोल्छ। एउटा मोरङ्गे झार हुन्छ जङ्गलमा, सानो हुन्छ पोत्रो, पिपलको जस्तै चिल्लापात हुन्छन्। सिस्नाले त केही समय मात्रै पोल्छ, मोरङ्गे झारले त 24 घन्टा पोल्छ। आगाले पोल्यो भन्दा साह्रै पोल्छ। त्यो मोरङ्गे झार त्यस्तो हुन्छ, अति अति त्यो विषैलो हुन्छ त्यो जङ्गलमा। त्यस्ताले पोलो कहिले कहिले जङ्गलमा बकुल्लाको सङ्गत गरौँ, कहिले बाँदरको सङ्गत गरौँ, कहिले के गरौँ, गिद्धको सङ्गत गरौँ, कहिले एउटा एउटा कौडीकोमा साथीहरूसँग लडाइँ पनि गरौँ, झगडा पनि गरौँ, युद्ध पनि गरौँ। एउटा नदी आयो पार गरौँ, अर्को नदी आयो पार गरौँ। एउटा विशाल नदी आयो, पुल पनि छैन, नाउ पनि छैन, पार गर्न सकेन। दुई तिनका रुखहरू यसरी माथि भेट भएका छन् नदी वारिपारिका। एउटा लहरो झुन्डिएको, जङ्गलमा त बढी बढी लहरा हुन्छन्, झुन्डिएको छ। त्यही लहरामा समातेर पिङ खेलेर, किन पल्लो देश जानु छ नि उसलाई, पारिपट्टि जाउँ भनेर पिङ खेलेको, उता पारी पनि गएन, वारी पनि आइपुगेन, माझामा झुन्डियो। अब महाराज के माथि के छ त भन्दा त माथि त दोडा मुसाले त्यो लहरो काट्दै पो रहेछ। अनि तल हेर्दा कहाँ खस्छु त भन्दा त तल अजिङ्गर बसेर छ। यो दशा यसो हेर्दा त्यो माथि मौरीको चाका पनि लाएर छ, त्यहाँबाट महका थोप्लो चुइँदा रहेछन्, समातेको छ। कतिखेर छिनाउने हुन्, त्यो मह चाहिँ जिब्रो निकालेर चाड्तो पनि रहेछ बेला बेला, बाँच्नु पऱ्यो नि। झुन्डिए छ, झुन्डिँदा झुन्डिँदै त्यो लहरो चटक्क छिनाइदिए, गमराङ गोब्रङ अजिङ्गरका मुखमा परो, गोविन्दाय नमो नमः। त्यसो हुनाले यो दशा हुन्छ व्यापारीको जस्तै। भनेपछि गुरुजी मैले त यो कुरै बुझिनँ त भने रहुगणले भन्दा यो हाम्रै इतिहास हो भन्नुभयो उहाँले। व्यापारी भनेको हामी, संसारमा कर्म गर्न आएकालाई व्यापारी भन्छन्। डाका जङ्गल भनेको संसार, डाका भनेको काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य। यिनीहरूले यसो परमार्थ लाग्न खोजो, यतै खिच्छन् संसारतिर। भजन गर्न पर्छ, मन अघि खुस्केर जान्छ। डाका हुने गरी यिनीहरू परमार्थ धन खोज्छन्। स्याल फ्याउरा भनेका यी बालबच्चा पुत्र परिवार हुन्। कलकत्ता गए क्या हुआ, बम्बई गए क्या हुआ, दिल्ली गए क्या हुआ, कुछ नहीं हुआ, घाटा ही घाटा हुआ। वाह त गर्छन् क्या, स्याल पनि वाह त गर्छ, केटाकेटी त्यसै त हो। त्यसो हुनाले कहिले सिस्नाले बोलो, मोरङ्गे झारले बोलो भनेको प्रतिकूल व्यवहार आइलागे जिन्दगीमा, निन्दा भयो। एउटा नदी पार गरे, कहिले गिद्धको समूह पाखण्ड मतमा लाग्छ। वैदिक सनातन धर्मलाई अप्ठ्यारो सम्झेर पाखण्ड मतमा लाग्छ कोही, जहाँ स्नान गर्नु पर्दैन, केही गर्नु पर्दैन, यसो गरे हुन्छ भएर पाखण्ड मतमा लाग्छ। गिद्धको समूह आदि आदि भनेको फेरि हंसको सम्भावना भनेको फेरि सनातन धर्ममा आउँछ, उता निन्दा भएर गर्दै एउटा नदी पार गरौँ, एउटा कठिनाई व्यवहार पार गरौँ, अर्को व्यापार आइलाग्छ, अर्को व्यापार पार अर्को आइलाग्छ। त्यो विशाल नदी संसार नदी हो। दुईपट्टिका रुखमा झन्डिएको लहरो भनेको आयु हो, आयु हो। त्यो लहरलाई समात्नु भनेको जीवात्माले आयु त समात्छ नि शरीरमा। अनि दुईटा मुसा भनेको दिन र रात हुन्, त्यसले लहरो काट्छन् भनेको आयु काट्छन्, आयुरूपी लहरो छिनाउँछन् यिनीहरूले। अजिङ्गर भनेको काल हो, त्यो मौरीको महको चाका भनेको कर्मफल हो। कर्मफल भोग्दै लाँदा त्यसरी त्यो आयुरी लहरो झुन्डिँदा झुन्डिँदै दिन रात्रि मुसाले लहरो छिनाउँछन्। अजिङ्गर पर्छ भनेको मरेर कालका मुखमा पर्छ, फेरि फर्केर आफ्नो घर आइपुगेको छैन भनेको भगवान्बाट छुटेको जीवात्मा फेरि भगवान्को सानिध्यमा पुगेको छैन यो भनेर उहाँले सम्झाइसकेपछि उनले योग ज्ञान कहाँबाट आउँछ गुरुजी भनेर सोधे। सोद्धा उहाँले भरतले भन्नुभयो, रहो गणे तत्तपसा न याति न जिज्जया निर्वपणात् गृहाद्वा न छन्दसा नैव जलाग्नि सूर्य बिना महत्पादरजोभिषेकम। हे रहुगण, यो ज्ञान
तपस्याले आउँदैन, वेद पढेर आउँदैन, तीर्थ भ्रमण गरेर आउँदैन। गुरुदेवका चरण कमलमा शिर राखेर गुरुदेवको चरण धुलीले स्नान गरेपछि र सत्सङ्गले मात्र यो विवेक उदय हुन्छ भनेर उहाँले बताउनुभयो। युवा वृद्ध मैले अपमान गरिए कोही गरेँ भने सबै ब्राह्मणहरूप्रति म पूर्ण रूपले नतमस्तक छु भनेर क्षमा मागेर त्यतै भैरवगणले मुक्तिको बाटो लिएर मुक्ति भए। भरत त स्वतः मुक्त हुँदै हुनुहुन्थ्यो। यस प्रकारले हामीले यहाँ भरतको चरित्र वर्णन गऱ्यौँ। अब अगाडिको प्रसङ्ग एकपल्ट हरिनाम लिउँ अनि अगाडिको प्रसङ्ग प्रस्तुत गरिनेछ। गोविन्द भगवानको जय हो। मेरो प्रभुलाई राख्ने कुन ठाउँ होला, मन मन्दिरमै राखौँ कि मेरो प्रभुलाई चढाउने कुन चिज होला, मेरो यो मन नै चढाउँ कि मेरो प्रभुलाई राख्ने कुन ठाउँ होला, मन मन्दिरमै राखौँ कि मेरो प्रभुलाई चढाउने कुन चिज होला, मेरो यो मन नै चढाउँ कि मन मन्दिरमै राखौँ कि। शीतल जलले स्नान पो गरौँ कि, निर्मल शुद्ध शीतल जलले स्नान पो गरौँ कि, जाइर जुई चमेली फुल मालाले सजाउँ कि, जाइर जुई चमेली फुल मालाले सजाउँ कि मेरो प्रभुलाई चढाउने कुन चिज होला, मेरो यो मन नै चढाउँ कि मेरो प्रभुलाई राख्ने कुन ठाउँ होला, मन मन्दिरमै राखौँ कि मेरो यो मन नै चढाउँ कि। कदली अम्बा मेवा मिठाईको भोग पो लगाउँ कि, कदली अम्बा मेवा मिठाईको भोग पो लगाउँ कि, अर्पण गरौँ तुलसी दल बेलपत्र चढाउँ कि, अर्पण गरौँ तुलसी दल बेलपत्र चढाउँ कि मेरो प्रभुलाई चढाउने कुन चिज होला, मेरो यो मन नै चढाउँ कि मेरो प्रभुलाई राख्ने कुन ठाउँ होला, मन मन्दिरमै राखौँ कि मेरो यो मन नै चढाउँ कि।
कपुर जलाए आरती सजाऊं की धूपर दीप कपुर जलाए आरती सजाऊं की मधुर सुरले आरती गाउँदै चमर डोलाऊं की मधुर सुरले आरती गाउँदै चमर डोलाऊं की मेरो प्रभुलाई चढाउने कुन चिज होला मेरो यो मन नै चढाऊं कि मेरो प्रभुलाई राख्ने कुन ठाउँ होला मन मन्दिरमै राखौँ कि मेरो यो मन